Hello and good morning, guys. Motor trekking guide Suraj. Today is our day 5. Good morning. Good morning, good morning. How are you? Good. Today we are going to Devrali from Sinua. Are you excited? Of course. How much? Very easy. Very easy. How much is excited? From 0 to 10, 8. 8. In 10. Today 8. quite hot. Today quite hot. Ah, But you are excited. yes, I'm Fully excited for mountains tomorrow. fully energy. For the energy. Because last night local chicken and Local dhero. chicken number 1. ल गाइज हामी चाहिँ भर्खरै सिनुवाबाट हिँडिसकेको छौँ ब्रेकफास्ट खाएर ब्रेकफास्ट विच फुड एट Porridge and omelette. एन्ड देन Double espresso. कफी 2 times 2 times. फुल एनर्जी मेरो बाई है गाइज हामी चाहिँ आज देउराली जाँदैछौँ अब चाहिँ पानी पर्न सुरु भइसकेको छ हामी चाहिँ रेनकोट लाउन लाइसक्यो रेनकोट र आउँदैछ अब रेनकोट लाउन लाग्छौँ ठ्याक्क हामी हिँडेको छ अब 1 घन्टा भयो र पानी पर्न सुरु भइसक्यो अनि त्यस्तो राम्रो दिन होला भनेर घाम लागिरहेको छ अहिले यस्तो पानी पर्न सक्यो भने त ट्रेकिङमा यस्तो पानी पर्ने घाम लाउनुको सेकेन्ड हुँदैन यस्तो छ मौसम हेर्नु त मौसम यस्तो छ यार मौसम त डह्रो पानी पर्ला अब साथीहरू पानी पर्यो मासमा त पानी पर्नु नर्मल थियो तर डह्रो पर्यो हामी चाहिँ बल्ल हामी बम्बु आएको छौँ बल्ल 1 घन्टा 2 घन्टा हिँड्दाखेरि यस्तो ठुलो पानी पर्यो त्यसैले हामी यहाँ बस्न बाध्य भएका छौँ यता हुनुहुन्छ मेरो सर हेलो सर हेभी रन हेभी रेन यस विल स्टे हियर ओके We'll start our trekking after rain stop. Yes. हामी चाहिँ पानी बसेपछि मात्र हिँड्न सुरु गर्छौँ जो चाहिँ पानीमा हिँड्नु राम्रो पनि हो है साथीहरू Very very big! Come back! Come back! गाइज हामी चाहिँ हिजो पानी परेको कारणले हामी देउराली जान सकेनौँ र आज चाहिँ हामी हिमालयन बसेको छौँ थियौँ र अब हामी चाहिँ निस्किन लागेको छौँ र हिजो पानी एकदम धेरै परेको कारण मैले भला गर्न सक्ने डे 5 र डे 7 चाहिँ एकैचोटि आउन सक्छ डे 5, 6, 7 डेज मेरो भाइ Hello. हाउ आर यु Not good. नम्बर 1 Good. Everything wet. what wait We have to rush today. today We have to smash it. what is the number 1 We are number 1. we are number 1 so हामी जब ब्रेकफास्ट खान लागेको छौँ यहाँ पोरिक नम्बर 1 सबै कडा भिजेछ हाम्रो यस्तै छ ट्रेकिङ भन्ने चिज जस्तै हो कि कहिले के राम्रो हुन्छ कहिले नराम्रो हुन्छ यस्तै एडभेन्चर दिस इज द एडभेन्चर Yes. नो नम्बर 1 This is not Dubai. not Dubai this is Nepal oh yeah this is Nepal adventure Yes. in monsoon trek is the little bit different yeah हजुर ल सुप खाने हुन्छ कुरो हुन्छ अब यहाँ जसले पानी दियो अरे मिनरल वाटर ए ल यस बेस्ट नम्बर 1 वाटर मिनरल व्हाट इज दिस Magnesium. magnesium Magnesium number 1. later or now we eat first Yeah. First. ल हामी चाहिँ झ्यापझुप नास्ता खाएर हामी निस्किहाल्छौँ त्यहाँबाट साथीहरू हामी चाहिँ माथि आइसकेको छौँ र अब पुरै काल चढेको
देउराली भन्ने त्यहाँ छ Good, good. Easy. अनि हामी पुल बनाउँछौँ पुल कस्तो भइरहेको पुल भाइ अङ्कल पुल बन्दैछ नि ल धन्यवाद मेहनत गर्नुभयो ल है त बुवा ल यस यसको हामी चाहिँ अब अगाडि बढ्दै त्यहाँ चाहिँ अगाडि पुल बिग्रेको देउराली त खोला बढी भयो त्यसो हामी त्यही पुल बिग्रेर हामी तल बस्नु परेको हो पानी बढेर सब कपडा सब भिजेको कोही पनि लासन छैन यार ट्रेकिङ एडभेन्चर यस्तै हो गाइस यही हो ब्रिज बिग्रेको पुल बिग्रेको र हामी चाहिँ यहाँ माथि जाँदैछौँ ब्रिज बन्दैछ यहाँ ट्रक लगाएर पुल बन्दैछ त गाइस यहाँ चाहिँ यस्तो छ अवस्था यहाँ यो चाहिँ हामी यहीँ भएर त्यही बिग्रेर हामी जान्न पाएको कताबाट यस्तो बाटो हिँड्ने हामी साथीहरू अब यस्तो छ बाटो यार We can go this way or no? Bye. यस्तो छ यहाँ हेल्प गर्नुपर्छ हामीहरूले धन्यवाद सबैजनालाई यस्तो गराइदिनु भयो व्यवस्थापन ठिकै छ यहाँको गुड What do you say? Then, what do you say? What do you want to say? Very thanks, very thanks. Well, Without them, we will not be in camp today. Yeah. ल हामी धन्यवाद दिँदै हामी यहाँबाट निस्किनु पर्छ यस्तो छ यहाँको अवस्था यहाँ चाहिँ एम्बुलेन्स पुरै बाढी आउनु खोला सबै यस्तो यहाँ चाहिँ यस्तो हुने चाहिँ ठाउँ यही हो यहाँ चाहिँ गर्दै हुनुहुन्छ ल धन्यवाद ल जाम आउनु ल जाम ल है त हामी चाहिँ खोला तरिसकेका छौँ र हामी चाहिँ अब अन्नपूर्ण बेस क्याम्पको लागि निस्किसकेको छौँ है त साथीहरू कान्छो we are going to today Annapurna base camp. How do you feeling? Very good. Are you excited? Yes, very fresh. Lot of power today. Oh, JJ number 1. Number 1. Gurung number 1. I will be first man who will reach the base camp like this, in this clothes. Really? यहीबाट अब हामी चिया निस्किने कुरो कार्यक्रम हुन्छ है त पानी परेको छ बाहिर गाइज हामी चाहिँ अब यहाँ माछापुछ्रे बेस क्याम्पमा आइसकेको छौँ र हामीलाई चाहिँ हिमालयनबाट यहाँ आउन चाहिँ 3.5 घन्टा लाग्यो र हामीले चाहिँ यहाँ लन्च गर्ने हो एन्ड हामी चाहिँ यहाँबाट अब अन्नपूर्ण बेस क्याम्प जाँदैछौँ है त यहाँबाट 2 घन्टा लाग्छ कति के जस्तो लाग्छ त्यो गर्नु होला How do you feeling now? Good. Easy. I need Fire. Okay. Next day. Hello guys. Finally you guys. Finally. We are Annapurna base now. Oh! For excitement. Where is your excitement? Come on! Guys, हामी चाहिँ अन्नपूर्ण बेस क्याम्प आइसकेको छौँ आज चाहिँ हाम्रो डे 6 we are guys come मेरो भाइ come on Let's go. JJ लाल फिक्रू
is at Annapurna Base Camp, number 1. High five. Yes. Hey, Josh. Where is your energy? Tomorrow morning, I need to see. Oh. So guys, I'm saying sorry, go some